यसको मुन्टा हालेपछि यसरी गलाइदिनु पर्यो। गलाएर मलाई चाहिँ अति मनपर्छ आलु र इस्कुसको मुन्टा। खाना चाहिँ राइस कुकरमा बसालेको छु। अब बसालेको छु। अब चाहिँ पाक्छ। अब चाहिँ अलिकति थोरै बेसार, अब मसला जिरा पाउडरहरू चाहिँ थोरै थोरै लान्छु म, त्यति त राख्दिनँ। अनि नुन आफूलाई स्वाद अनुसार कति खाने हो आफूले। अनि यसरी नै म भुट्छु, अलि एकछिनसम्म भुट्छु अनि गोलभेडा लगाइदिन्छु। अब चाहिँ एक छिटो भयो। अब चाहिँ गोलभेडा लगाइदिनु। गोलभेडा लगाइदिएपछि एकछिन छोपेर राखिदिनु। राखेपछि अनि अब एकछिनमा तयार हुन्छ। हजुरहरूलाई नि मनपर्छ भने आउनुहोस् है खानुको लागि। अब चाहिँ पाक्न लाग्यो। गोलभेडा हालेपछि पनि मजाले अब पाक्यो। अब चाहिँ खानुको लागि रेडी हुनु लाग्यो। खानुको लागि रेडी भयो। इस्कुसको र आलुको रेसिपी पनि तयार, तरकारी पनि तयार भयो। साथीहरू ल आउनुहोस् है खानुको लागि। दाल पनि झानेर तयारी भयो। अब चाहिँ एकछिनमा खानु पर्छ। अब खाना खाँदा भेट